सो हेलो व्हाट्सअप गाइस, वेलकम बैक टू न्यू वीडियो। आज मैं तपाईँलाई यो रुमको टुर दिने वाला छु। मेरो नयाँ रुम हो यो। पहिला चाहिँ मेरो गेमिङ रुम चाहिँ माथि हुन्छ, तर अहिले ल्यापटप छ यार। पहिला चाहिँ मेरो कम्प्युटरमा चाहिँ पानीमा सीपीयूमा चाहिँ पानी गयो हैन, त्यही म चाहिँ अहिले ल्यापटपमा खेलिरहेको छु। अनि म चाहिँ तपाईँलाई यो रुमको टुर दिन्छु। त ल्यापटप छ, एकोडेक छ, अहिले त खाली छ हैन। अनि यता खाट छ हैन, यहाँ मोबाइल चार्जिङ भइरहेको, यहाँ के छ हैन। तर सबसे मेन चीज यता छ मेरो टोइज कलेक्सनदेखि भगवान कलेक्सनदेखि जुस कलेक्सनदेखि के जस्तो के छैन। सबभन्दा माथि चाहिँ यो छ, त्योभन्दा माथि चाहिँ बोतल कलेक्सन सम्झिनु। अनि यहाँनिर चाहिँ छ एउटा भगवान गणेश। अनि यहाँ दुईवटा पर्फ्युम छ। यो मेरो होइन, यो दुइटै मेरो होइन। खास म पर्फ्युम कलाउनु पर्ने, यो मेरो मम्मीको, यो मेरो बाको होइन। यो यसो लाइट बल्ब थियो, किन बल्यो होइन थाहा छैन। पछाडि जुसहरू छ चारवटा, बदाम। अनि यहाँनिर फेरि एउटा पछाडि गाडी छ, त्यसरी चारवटा के हो यो, पोको म्याङ्गो ड्रिङ्क जेसुकै होस् होइन। यो छ। अनि एउटा हामी थोलाई। अनि यसको तल चाहिँ टोइस छ। यो त मेरो हाफ अफ द कलेक्सन पनि होइन कि, यति कलेक्सन पनि होइन कि। यो त मेरो जस्ट यो त डेकोरेटिभ होइन। म सोचिरहेको छु कि यता पनि भर्छु, तर यता देख्नु, यता यहीँबाट हेर्नु के छ हेर्नु गाइस, कचरा छ। यता टिटीको ब्याट छ, जो कि म जिन्दगीमा खेल्दिनँ। यतिकै किनेर फ्लेक्स मात्र हान्न राखेको। यता पनि के माथि त बोतल। अनि यहाँनिर चाहिँ म सुत्छु। यहाँ डेकोरेसन छ। यहाँ चाहिँ न्युज पेपर, यो जेसुकै छ नि। एउटा फ्यान छ। यस्तो जाडोमा कहिले फ्यान चलाएर बस्छ नि। भुइँमा चाहिँ के होइन। अब अर्को एउटा चिज गाइस, म तपाईँहरूलाई एकदम स्पेसल देखाउँछु। सबै लाइट बल्ब पनि थोरै अँध्यारो छ भएर। अब चाहिँ म तपाईँलाई ल्यापटपमा एउटा चिज देखाउँछु। सो गाइस, यता चाहिँ देख्नु है त के भइरहेको। जे पाजे चाहिँ लेखिरहेको होइन, पढ्न सक्नुहुन्छ। तर के हो भन्नु है गाइस, यो होइन टाइपिङ स्किल हेर्नु गाइस। केही वर्ड या मिस्टेक छ भने ल भन्नु है त गाइस। ए माई मोबाइलको फ्ल्यास लाइट त्यहाँदेखि केही वर्ड यदि तपाईँले मिस्टेक देख्नु अरे मेरो तर्फबाट 1000 रुपियाँ ल। केही वर्ड पनि डिफ्रेन्ट हुँदैन हेर्नु होला। आँखा चिम्लेर गर्छु होइन, के लेखौँ ल हेर्नु ल। हेर्नु केही मिस्टेक भयो त। अबे मोबाइलको फ्ल्यास लाइट यार। ल हेर्नु केही मिस्टेक भएन होइन। यस्तो दामी हो कि आँखा चिम्लेर पनि जे पाइदै लेखा होइन गाइस। मलाई चाहिँ यो पुरा कन्ठ हो कि, क्यु कहाँनिर, डब्लु कहाँनिर, आर कहाँनिर। देख्नु गाइस, यस्तो फास्ट यत्तिकै लेख्दै पनि के हुन्न कि। गाइस त्यो गाइस काम चाहिँ सिधै ल्यापटपलाई गरिदिउँ बन्द। अनि यहाँनिरबाट यस्तो गरिदिउँ। अब यो रुमको के न टुर दिन बाँकी अरे, यता गरिदिउँ। यो अहिले भ्लग बनाउँथेँ, तर अहिले राखिदिउँ। अहिले सिधै छ यो खै के थाहा होइन। यता कपाल काट्ने मेसिन छ होइन। अनि यो के हो, यो त हाम्रो सोरुमको। अब रोलेक्सको घडी म तपाईँ, रोलेक्स गरे सरी जेम स्टारको घडी म तपाईँहरूलाई देखाउँछु। रोक्ने यो होइन, यो त नेपालमै कमन पाइन्छ, तपाईँलाई म देखाउँछु। त्यो गाइस मैले चाहिँ यही भनेको तपाईँले, यो त यार यस्तो कमन बक्स लागेर होला पहिला होइन। यो चाहिँ दुबईबाट आएको, दुबई। यो पनि त्यही हो, यो त नेपालमा पनि पाइन्छ। तर यो होइन गाइस, यो मेरो स्मार्ट वाच, यसले यसो चार्ज छैन। तर सबसे मेन चिज, अबे भाइ खोली गाइस, कति 1000 करे गेस गर्नु। जसले गेस गर्छ म त्यसलाई घडी फ्रीमा दिन्छु। हेर्नु गाइस कुन घडी हो, जेम स्टारको। जेम स्टारको गाइस, नर्मल कम्पनीको होइन। कतिको होला गाइस, यो जेसुकै गरेर करेक्ट प्राइस भन्नु पर्यो गाइस, 4 पाते होइन।
मतलब तुक्काले कसैले पाउनु सक्ला। यो त मैले कमन बक्समा राखेको